देखिया छ प्रमाण न्यायालयले त डाम्या छ नि अहिले कहाँ डाम्या छ प्रमाण छ प्रमाण नभइकन प्रमाण छ रवि लामिछाने प्रमाण छ रवि लामिछाने बिना प्रमाण हैन प्रत्यक्ष सहकारी ठगी प्रकरणमा जोडिएको प्रमाण ल्याउनुस् न मुद्दा लगाइदिएर हुन्छ जबरजस्ती कृत्रिम मुद्दा तयार खडा गरेर हुन्छ सहकारी ठगहरू चाहिँ उन्मुक्त हाँसोका साथ बाहिर छन् हो बाहिरै छन् त्यो गयो भने नि धरोटीमा बिहान गरेर दिउँसो छुट्छन् तर सहकारी ठगी प्रकरणसँग प्रत्यक्ष नजुडेका पात्रका छन् जेलमा प्रत्यक्ष जीवी राई नै हुन्छन् कि जीवी राईले लगेर गोर्खा मिडिया नेटवर्क प्रणालीमा जम्मा गरेको पैसा गोर्खा मिडिया नेटवर्क प्रणालीले खर्च गरेको छ प्रष्ट छ नि त तर यहाँ त्यहाँ जीवी राई चाहिँ सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रणालीमा पुर्याउने चाहिँ भरिया त जीवी राई हुन् रवि लामिछाने होइन त्यसकारण तथ्यले त्यही भन्छ 1 वर्षमा व्यतिथि अराजकता अनियमितता भ्रष्टाचार कुशासन कुकर्म र काम होइन कमिसनलाई प्राथमिकता राखेर कमिसन भए पुग्ने चाहे गैर कानुनी राजनीतिक नीति गैर कानुनी सर्वबडुवा होइन विकास निर्माणदेखि विविधीकरण र विकास निर्माणलाई चाहिँ भन्दा पनि मूलत परिणामलाई भन्दा कमिसनलाई केन्द्रमा राखेर जो गतिविधि गरिराखेका छ यसले मुलुकको हुर्मत 1 वर्षमा 6 खरब सार्वजनिक ऋण त बढाउनु भयो ओलीजीले त 6 करोडको पनि के छ विकास र समृद्धिसँग जोडेका योजनाहरू चाहिँ अगाडि बढेका छैनन् 4 वर्ष अगाडि पुगेको फाइल चाहिँ नखुल्ने दर्ता नहुने 4 महिना अगाडि पुगेको फाइल दर्ता त्यहाँ पूर्वाग्रह भयो कि भएन प्रतिशोध हो भनेर भन्नुभयो मेरो राजनीति भविष्य सिद्ध्याउनका लागि ओलीले अख्तियार चलाउनु भयो भूमि हैन 2021 को उल्लङ्घनै हो हदबन्दी भन्दा बढी जग्गाको किनबेच गर्न पाउने अधिकार हामीलाई भूमिले दिँदैन तर यही कमजोरी त फेरि ओलीजीले नै गर्नु भएको छ गिरिबन्धुमा गर्नु भएको छ अनि ओलीजी चाहिँ दण्डित हुनु नपर्ने प्रधानमन्त्री भइराख्ने अनि माधव कमललाई चाहिँ धरोटी 35 लाख लिनुपर्ने कहीं विभेद भयो कि भएन आम जनताको नजरबाट हेरौँ आम नागरिकको नजरबाट हेरौँ हो घुस बुझाउने युवाहरू अहिले जेलमा छन् हैन मानव तस्करी प्रकरणमा घुस बुझ्ने लीला बल्लभ अधिकारीहरूको मुद्दा नचल्ने निर्णय चाहिँ मानव अधिकार कार्यालयले गर्छ यो विरोध भएको भएन सहकारी ठगी प्रकरणमा कहीँ पनि हुने जोडिएको प्रमाण नभेटेको कुरा त हामीले लिखित पठाएका छौँ सहकारी ठगी प्रकरणमा जोडिएका 83 जना पात्रहरू जसले 89 अरब ठगी गरेका छन् ती आज 1 वर्षमा हामीले बुझाएको आज यसमा एकजना पनि गिरफ्तार नहुने प्रत्यक्ष सहकारी ठगहरू हो चाहे 8 अरब ठगी गर्ने जीवी राई हुन् चाहे सुरेन्द्र भण्डारी हुन् चाहे अरू भरत महर्जनहरू हुन् 13 अरब खानी भरत महर्जन 32 अरब खानी केदारनाथ शर्मा हो यस्ता अरबौं खानीहरू चाहिँ के छन् बाहिरै छन् सहकारी ठगहरूलाई कानुनको दायरामा ल्याएर चल अचल पुँजी सम्पत्ति जफत गरेर बचतकर्ताको बचत फिर्ता गराउनु पर्ने थियो आधा दिनसम्म 1 रुपैयाँ फिर्ता भएको छ त्यसकारणले गर्दा तपाईले भने जस्तो हामीले गरेको कानुनको उल्लङ्घन भन्नुभयो तपाईले तत्काल भनेको छ फेरि तत्काल प्रमाणहरू चाहिँ भेटिएका छैनन् अहिलेसम्म भेट्न सकेका छैन फेरि त्यहाँ बदमाशी हुन्छ अध्यागमन मार्फत मानव तस्करी हुन्छ संस्थागत हुन्छ सरकारको संस्थागत क्षमता हुन्छ यो समितिले सफाई दिने होइन मानव तस्करहरूलाई चाहिँ कठघारमा उभ्याउने दण्डित गर्ने शंकर दास बैरागीज्यू रासोपाले भने अनुसार उहाँ चाहिँ गृहमन्त्रीको मर्निङ वाकको साथी अरे दुधको साँच्चै बिरालो जस्तो भयो यो समिति चाहिँ चाहे अध्यागमनमा भन्सारमा अदालतमा अख्तियारमा हैन अथवा नापी माल